पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालमाथि भ्रष्टाचारको मुद्दा दायर भएपछि राजनैतिक सरगर्मी भत्तै बढेको छ। एकीकृत समाजवादीले आफ्ना अध्यक्षमाथि प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिशोध साधेको आरोप लगाएको छ। अख्तियारका पदाधिकारीसँगको एमालेको सम्बन्धका कारण पनि आरोप लगाउनेहरूलाई सहज भएको हो। एकीकृत समाजवादीको आरोप पन्छाएर हेर्दा पनि केपी माधव सम्बन्ध विगतदेखि सहज भने छैन। दुवै एकअर्कालाई कसरी सिध्याउने भन्ने ध्याउन्नमा रहन्छन्। हेरौँ दुई नेता बीचको सम्बन्धमा देखिएको उतार चढावको कथा। माधव केपी सम्बन्धको सुरुवात। यी दुई नेताको सम्बन्ध 2028 सालतिरबाट सुरु हुन्छ। तिरथुमको आठराईबाट झापा बसाइसरेका केपी ओली पार्टीका पेशेवर कार्यकर्ता हुनुहुन्थ्यो। रामनाथ दाहालको संरक्षकत्वमा रहेका ओली नक्सलवादी आन्दोलनबाट प्रभावित विद्रोही युवा हुनुहुन्थ्यो। रौतहटको गौरका माधव कुमार नेपाल भने त्यो बेला विराटनगरको एक ब्याङ्कमा खजान्चीको जागिरमा हुनुहुन्थ्यो। जागिरे भए पनि नेपाल भित्रभित्रै कम्युनिस्ट पार्टी र झापा विद्रोहको समर्थक बन्नुभयो। यही क्रममा ओली झापाबाट विराटनगर पुग्दा नेपालको डेरामा बस्नुहुन्थ्यो। यही बिन्दुबाट सुरु भएको थियो दुई नेताको सम्बन्ध। ओलीलाई माधवको सहयोग। त्यसबेला जागिरे भएकाले माधव नेपालको सान अलि बेग्लै थियो। केपीका लागि विराटनगरको माधवको डेरा सधैँ खुल्ला थियो। कहिलेकाहीँ ओलीलाई नेपालले खर्च पनि दिएर पठाउने गरेको पुराना नेता सुनाउँछन्। भूमिगत भएका कारण यसबेलाको कामरेडी सम्बन्ध सुमधुर थियो। तर जागिरे भएकाले पैसाका लागि भने ओलीलाई नेपालकै भर पर्नु पर्थ्यो। राजनीतिमा जब माधवले ओलीलाई पछि पारे, झापा आन्दोलन शिथिल भएपछि हराएका मोहनचन्द्र अधिकारीलाई खोज्न ओली भारततिर जानुभयो। फर्किँदा 2030 साल असोज 23 गते ओली र अधिकारी रौतहटबाटै पक्राउ परे। यता झापा आन्दोलनकै बीचमा नेपालले पनि जागिर छोडेर पेशेवर कम्युनिस्ट कार्यकर्ताको भूमिगत जीवन प्रारम्भ गर्नुभयो। रौतहटमा पक्राउ परेसँगै ओलीको लामो जेल जीवन सुरु भयो। नेपालसहित जीवराज आश्रित, मदन भण्डारी लगायतले पार्टी पुनर्गठन प्रक्रिया प्रारम्भ गरे। नखु जेल ब्रेक गरेर भागेका सीपी मैनाली लगायतका नेता पनि यसमा सामेल भए। झापाली समूह र पुष्पलाल समूहबाट निस्किएको मुक्ति मोर्चा बीच सहकार्य र एकता प्रारम्भ भयो। मदन आश्रित, मोदनाथ प्रसिद्ध लगायतका नेता मुक्ति मोर्चा समूहका थिए। ओली जेलमा हुँदा पार्टीको आन्तरिक शक्ति संरचना बदलिएको थियो। तत्कालीन मालेको पोलिट ब्युरोमा मदन भण्डारी, जीवराज आश्रित, झलनाथ खनाल, माधव नेपाल र सीपी मैनाली थिए। यही बिन्दुबाट नेपाली राजनीतिमा ओलीलाई पछि पार्नुभयो। मदन भण्डारीको उदयपछि बदलिएको राजनीति। मालेको संस्थापक महासचिव हुनुहुन्थ्यो सीपी मैनाली। तर पार्टी गठनको एक दशकपछि मदन भण्डारीको स्वीकार्यता र प्रभाव बढ्दै गयो। 2045 भदौमा भएको सिराहाको सर्रे अब्बासको चौथो महाधिवेशनबाट भण्डारी महासचिव हुनुभयो। माधव नेपाल मदन भण्डारीका सबैभन्दा ठूलो सहयोगी र व्यवस्थापकका रूपमा उदाउनुभयो। जेलबाट छुटेपछि काठमाडौँमा ओलीको बसोबासका लागि पनि माधवले सघाएको नेताहरू बताउँछन्। काठमाडौँमा ओलीको व्यवस्थापन मात्रै होइन, बिहेका लागि सुरेन्द्र पाण्डे मार्फत राधिका साक्यसँग कुरा पनि नेपालले नै चलाउनु भएको बताइन्छ। 2046 सालको जनआन्दोलन ताका ओली भूमिगत पार्टीको लुम्बिनी अञ्चल इन्चार्ज र माधव नेपाल संविधान सुझाव आयोगको सदस्य हुनुहुन्थ्यो। 2048 सालको आम निर्वाचनपछि मदन भण्डारीले मनमोहन अधिकारीलाई विपक्षी दलको नेता र सीपी मैनालीलाई उपनेता बनाएर पार्टीभित्रको शक्ति सन्तुलन मिलाउनु भयो। माधव कुमार नेपाल राष्ट्रिय सभामा विपक्षी दलको नेता हुनुभयो। 2049 सालको 5औं महाधिवेशनसँगै एमालेभित्र मदन भण्डारीको पकड झन मजबुत भएको थियो। झापा आन्दोलनबाट उदाएका नेताहरूको भूमिका भने माथि पुग्न सकेको थिएन। यो अवधिमा ओली युवा संघका अध्यक्ष हुनुहुन्थ्यो। तर नयाँ ध्रुवीकरणसँगै मदन भण्डारी समर्थकको बलियो टिम बन्यो। भण्डारीको टिमबाट माधव नेपाल र केपी ओलीको सहकार्य नयाँ ढंगले विकास भयो। बनेको थियो माधव केपी गुट। मदन भण्डारी र जीवराज आश्रितको दासढुङ्गा दुर्घटनामा निधनपछि माधव नेपाल र केपी ओली बीचको सहकार्य झन बलियो भयो। यो नै पार्टीको नयाँ संस्थापन पक्ष बन्यो, जसलाई माधव केपी गुट समेत भन्न थालिएको थियो। 2051 सालको मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा माधव कुमार नेपाल उपप्रधान, रक्षा तथा परराष्ट्र मन्त्री तथा केपी ओली शक्तिशाली गृहमन्त्री बन्नुभयो। दासढुङ्गा दुर्घटनापछि पार्टीको महासचिव बनेका नेपालको जिम्मेवारी 2064 सालको पहिलो संविधानसभा निर्वाचनमा पार्टीको पराजय र राजीनामासम्म करिब 15 वर्ष रह्यो। यो मित्रता र सहकार्यको उत्कर्ष थियो 2054 को एमालेको 6औं महाधिवेशन। माधव केपी समूहले एकीकृत महाकाली सन्धिको पक्ष पोषण गर्यो। वामदेव सीपी समूह विरोधमा उत्रियो। यही कारण एमाले विभाजित भयो। तर माधव केपी सम्बन्ध भने झन मजबुत बन्यो। यसरी बढ्दै गयो विवाद।
2056 सालमा वामदेव गौतमहरूको बिजोग भयो। त्यसपछि तत्कालीन एमाले र मालेबीच एकता भयो। त्यसपछिका दिनमा भने माधव केपी बीच दूरी बढ्न थाल्यो। माधव नेपालले पेलेको ओलीको आरोप थियो। नेपाल भने ओलीले गुटबन्दी गरेर दुःख दिएको गुनासो गर्नुहुन्थ्यो। आफूले धेरै पटक काँध थापेकाले अब नेपालले नेतृत्वका लागि सहयोग गर्नुपर्छ भन्ने ओलीको तर्क थियो। नेपाल त्यसका लागि राजी नभएपछि दुई नेताको दूरी बढ्दै गयो। 2065 को बुटवल महाधिवेशन तिक्तताको अर्को बिन्दु थियो। माधव नेपालले आफू प्रतिस्पर्धी हुन्जेल त साथ दिनु भएन नै, आफूले छोडेको बेला पनि समर्थन नगरेपछि ओलीको पारो तात्यो। उक्त महाधिवेशनमा नेपालको समर्थनमा ओलीलाई हराएर झलनाथ खनाल महासचिव बन्नुभयो। 2071 असारको 9औं महाधिवेशनमा केपीले यसको बदला लिनुभयो। माधवसँग भएको सीधा भिडन्तमा बाजी मारेपछि एमालेमा ओली युगको सुरुवात भयो। माओवादीसँगको एकतापछि नेपाल प्रचण्ड गठबन्धन। एमाले माओवादी एकतापछि बनेको नेकपा कालमा पनि नेपालले ओलीको साटो प्रचण्डलाई साथ दिनुभयो। त्यसबेला शक्ति संघर्ष चरम भएको थियो। अदालतले नेकपालाई नफुटाइदिएको भए सम्भवतः ओलीको राजनैतिक जीवन नै धरापमा पर्ने अवस्था थियो। एकीकृत पार्टीमा प्रचण्ड माधव मिल्दा ओली अल्पमतमा पर्ने निश्चित थियो। त्यसपछि ओलीले नेपालसँग निरन्तर बदला लिन खोजिरहेको देखिन्छ। नेपाल पनि ओलीलाई देखाइदिने भन्दै छुट्टै पार्टी बनाएर अघि बढ्नुभयो। सुरुवाती सुमधुरता लामो समय त्यस्तै रूपमा अघि बढ्न सकेन। चिन्जानको 5 दशकसम्म आइपुग्दा दुवै नेता एक अर्कालाई टेढो आँखाले समेत हेर्न नसक्ने बिन्दुमा पुगेका छन्। एक अर्काका कटु आलोचक बनेका छन्। नाम लिँदा समेत मुख कुल्ला गर्नुपर्छ भन्ने ठान्छन्। समयले धेरै उलटफेर गरेको छ। कुनै समय थियो केपी ओली माधव नेपालसँग निरीह जस्तै हुनुहुन्थ्यो। आज नेपाल केपीका सामु कमजोर हुनुभएको छ। युवाकालको गहिरो दोस्ती बुढेसकालमा आएर दुश्मनीमा परिणत भएको छ। त्यसैले यस्तो बेला माधव नेपालमाथिको मुद्दाबारे पनि कतिपयले आशंका गर्नु अस्वाभाविक देखिँदैन। आफूले सोचेको आफूले रोजेको जस्तो घर डेरा वा जग्गा किन्नु परे वा बेच्नु परेमा घर खोज्ने भर nepalhomes.com।